फर्काउन जाँदैछौँ। अब हाम्रो दाजु मिस्त्री हुनुहुन्छ माउरी फर्काउने होइन यहाँबाट छुट्याए क्या आज यहाँबाट छुटेर गए अनि पानी ओसार्नु लगाएर म चाहिँ हान्नेकै उसले चाहिँ पुरा लुत्रो भिज्यो अब त बस्दैनन् होला म ओसार्दिनँ भन्छ ओसारेको हान्ने गर्छु म चाहिँ गरेर त्यो बहिनीहरूको बस्नु भएको छ महिनामा म दलेर अनि अब चाहिँ हामी आज के गर्दैछौँ भन्दाखेरि यो भाइ तिहारको दिन माउरीले पनि भाइ तिहार मनाउनु खोज्यो अनि त्यही भएर टक्क यहाँ राख्ने अब ऊ त्यहाँबाट छुटेर गएको यहाँ ल्याएर राखिदिने कसरी राख्नुपर्छ भन्दाखेरि चाहिँ अब यो आधार चाका हुन्छ है आधार चाका भयो भने अब आधार चाकामा चाहिँ यो हनी दलिया छ है यो हनी दलिया अलिअलि धेरै भएछ यो अलि यतातिर पनि अलिअलि दल दिनुपर्छ ए हाम्रै पुरानै रहेछ भन्ने हुन्छ गन्ध भएपछि ए यो हाम्रै रहेछ यहाँ चाहिँ बस्ने योग्य रहेछ भन्ने ठान्छ उसले क्या झुक्किन्छ अलिक झुक्काउनु पर्छ है अनि ठ्याक्कै के गर्ने भन्दाखेरि यसरी राखिदिने छेउमा टक्क राखिदिने यो पनि राखिदिने यसरी राखिदिने अघि एकै ठाउँमा यो यस पाता जसरी राख्दैन हुन्छ सुरुमा अनि ठक्क यसरी राख्ने अब हामी चाहिँ माउरी लिन जाँदैछौँ यहाँ त्यहाँ बसाएको छ होइन त्यो खुब रमाइलो हुन्छ मलाई चाहिँ खुब रमाइलो लाग्छ यो टक्क यहाँबाट अब हामी हिँड्यौँ है अब हाम्रो माउरी समाउने ब्याग चाहिँ यस्तो छ ऊ तिनीहरू बसाएको छ अघि न अब टक्क हिँड्यौँ हामी झ्याप्प पक्रेको हेर्नुपर्ने हुन्छ हाम्रो दाजुले चाहिँ पक्रिँदै हुनुहुन्छ ल अब चाहिँ हामीले टोली नै हिँड्यौँ किन भन्दाखेरि आज भाइ तिहारको दिन हाम्रो जमघट थियो यसो भेटघाट कार्यक्रम थियो माउरी टक्क छुटेको अनि उहाँहरूलाई पनि अलिकति रमाइलो लाग्ने हान्दै आएको पानीले अब चाहिँ आइपुग्यौँ है निश्चित ठाउँमा जाउनु त बसाइयो तर यसले पो अप्ठ्यारो गरेछ यहाँ चाहिँ बसाएको यी नजिकैमा छ है त्यतै झाडा पानी नछम्काएको भए डाँडा काट्थ्यो होइन डाँडा काट्थ्यो यिनीहरू त लोकल हो कहाँ पुग्छन् पत्ता छ तर पानीले छम्काउनु पर्छ बेसरी पानीले छम्काएको तर समस्या चाहिँ के भयो भने रानो कहाँ छ दाजु रानो त भित्र हजुर ए एउटा कैँची यसलाई चाहिँ काट्नु पर्यो कि यसलाई टक्क काटेर खप्प लाउनु पर्छ त्यो त छोड्दै हुन्छ त्यो चाहिँ काट्नुपर्छ भर्टिकल त्यसरी यसरी किन यसले बिगारिहाल्यो नि त्यसरी होइन कि मौरी चाहिँ फेला पर्यो सजिलो ठाउँमा पनि छ फेरि यो होचोमा छ यो चाहिँ फेरि हाम्रै उबाट गएको होइन दाजु हो हाम्रैबाट छुटेको अब यसलाई हामी पुनः स्थापना भन्छ क्या यसलाई पुनः घर फर्काउने मात्रै कार्यक्रम गरिरहेको छौँ हामीले यहाँ यो चाहिँ अब फाल्टो मौरी होइन यो घर छोडेर हिँडेको मौरीले त्यो अरिङ्गाल आयो कि होइन दाजु अरिङ्गाल धेरै आएको अरिङ्गाल आएर अरिङ्गाल पनि आयो फेरि के भयो भने यिनीहरूले चाहिँ अर्को उ गर्यो रानी कोष जन्मायो अर्को रानी भएपछि समय त्यहाँ रानी थियो नि सानो रानी केही पो हो कि अघि हामीले भेटेको थियौँ नि भित्रै छ यो रानी त यसभित्र छ देखिँदैन अहिले त्यो तपाईँहरूले देख्नुभएको चाहिँ भाले मौरी ठुलो हुन्छ त्यो कालो थियो नि त्यो भने कालो कालो हुँदैन त्यो चाहिँ कति काटेर हल्लिएर फेरि उड्यो त्यो फेरि पाटो झर्दैन यो माथि भयो बिस्तारै माथिको नै काटिदिनु पर्छ बिस्तारै त्यो यो पनि काट्नु पर्ला यो बस्नु खोजेको थियो फेरि बसेन अनि टक्क यहाँ राख्ने यो सजिलो ठाउँमा त यो सबै मौरी आउँदैनन् टक्क उठाउँदाखेरि होइन सबै नआएपछि के गर्नु पर्यो ठ्याक्क उचालेर यो थापिदिएपछि सर्ल कति पस्छन् पहिले थापेर काट्नु के हो दाजु काट्नु पर्दैन यो म पक्रिदिन्छु भाइ यता माथिबाट पक्रिनु यो त पक्रिने ठाउँ ए हो त्यताबाट
हो भाइले त्यहाँबाट पक्दिनु म स्वाट बिस्तारै सोर्छु सोरेको बेलामा भाइले चाहिँ छोडिदिनु बिस्तारै डन त्यसबाट छिरोस् अनि म तबाट सोरे ल्याउँछु ल टक्कै यस्तो गरेर चाहिँ यो यता ल छोडिदिनु भाइ तपाईँले उता त्यो पुरै पसेन दाजु पसेन पक्नु है यतापट्टि फाल्टो छ दाजु ए हो अलिक ठुलो प्लास्टिक भए हुन्थ्यो ए हुन्छ भ्याउँछ तपाईँले त्यो खाल्डोबाट बिस्तारै हातले सोर्नु ल हातले बिस्तारै सोर्नु ल ए धेरैजना भयो त्यो कम त सजिलो मजा आयो ल बिस्तारै सोर्ने उताबाट नि सोरौँ यहाँ अनि यहाँ उ रहेछ त आँखा भयो कि ए बिस्तारै बिस्तारै है नचिल है ए खाल्डो रहेछ अरे हो नचिल है खाल्डो रहेछ त्यो ए भाइ छोडिदिनु ल ल भाग्नु है झन् अब चाहिँ खिच्ने है ल ढकनी आज ढकन ल्याउनै बिर्सिएछ नि राम्रो हन्टिङ नि भएन हेत्तेरिका उसले भएर हो के भन्छ यो खोपिल्टो भएर खोपिल्टो मात्रै छ प्लास्टिक एउटा प्लास्टिक पनि ल्याउनु पर्यो यस्तै बिकिपिङ होइन ए ल धन्यवाद ल यसलाई चाहिँ के गर्नुपर्छ नि ल हजुर लिनु त यो के गर्नुपर्छ अब हजुरले नि गर्नु पर्यो नि त प्लास्टिक अर्को आउनुपर्छ यो पनि सोर्नुपर्छ यसमा रानी हुनसक्छ आज चाहिँ हामीले यो भागेको मौरीलाई चाहिँ पक्रिन सफल भएका छौँ अब हाम्रो प्रक्रिया चाहिँ के रहेको छ भने यहाँ तल झ्याप लाउने रानी सहित अनि छ्याप बन्द गरेर घरमा लाने यति मात्रै हो आज हाम्रो यो हुलमुलमा अलिअलि त ज्यान भइहाल्छ नि होलमोलमा जिउ जोगाउनु अनि कालमा जिउ जोगाउनु छैन हतपट पाउँदैन कि टोक्यो भने म एकताली टोकेपछि मर्छ नि त यो फेरि बाँच्यो नि त त्यस्तो हुन्छ नि त्यही भएर हतपट यहाँ चाहिँ आधा यहाँ बाँकी नै छ गोलो बास भएन त्यही भएर अप्ठ्यारो भयो कि रानी चाहिँ त्यहाँ छ सबै छोडिदिनु तपाईँ भाइ हाल्नु ल हाल्नु हालिदिनु खोइ अब छोपेपछि राख्दै होइन होइन एकछिनसम्म होला नि फेरि ए डबल रेट त्यो उता बास अलिकति ल्याउनु छ यहाँ चाहिँ छ मेन त त्यही छ ल अब हेरौँ घर चाहिँ ऊ हुन्छ कि हेर्नु त रानी छ भने पस्छ नि यहाँ आज रमाइलो भयो पस्यो होला रानी भित्र छ भने पस्छ रानी यतै रह्यो भने चाहिँ पस्दैन फेरि छन् है त्यसलाई उडाइदिनु क्या त्यो होइन भाइ बसुन् अनि त्यहीँ बस्यो भने फेरि अर्को ठाउँमा राख्नु फेरि सोरेर त्यहीँ राख्नु मिल्छ रानी यी तलै छ भने त्यहीँ आउँछ तलैमा आउँछन् अनि अप्ठ्यारो भयो भने फेरि त्यहीँ पनि जान सक्छ होइन हामीले नि अब कतिजना फ्यामिलीमा एउटा पाउदुको छ भने चिनिन्छ त्यस्तै होला है एउटा अर्डर दिने एउटा हुन्छ अनि अरू साइज हुन्छ नि कालो अरू हुन्छ कि अरू यो तलको यति धेरै छ नि छन् चाहिँ तल त्यो रानी भयो भने के हुन्छ भने त्यहीँ नै आएर बस्छ त्यो गन्ध पाएपछि यसरी बाहिर उडेपछि नि त्यहाँ माथि नै गयो भन्ने लगभग निश्चित गर्दा हुन्छ बुझ्नु चाहिँ परे बसेन नि माथि नै अब बिस्तारै जान्छ ए यहाँको घटे छ यहाँको चाहिँ गएछ त्यो रानीको छैन त्यहाँ ट्रेन आउनु छोड्यो क्या माथि नै अब गयो माथि नै रानी गयो भन्ने बुझिन्छ भनेपछि पहिलो सोराइमै आयो पहिलो सोराइमै आयो अब यताबाट देखाउनु यताबाट माथि गइस माथि जान थाल्यो बिस्तारै माथि नै रानी गयो भन्ने बुझिन्छ घर फर्काइयो होइन दाजु फर्कायो अब लास्ट के छ भने बाँकी अघि नै सबै हामीले देखाइसक्यौँ होइन लगभग हजुर अब चाहिँ माथि नै गयो भन्ने कुरो निश्चित भइसक्यो क्या करिब निश्चित भइसक्यो यो चाहिँ अन्तिम हो
अघि जे जति देखाइयो अब लगभग अब यी हेर्नु त यहाँ देखाउनु त सबै सोरिएर अब सोरिएर माथि नै पस्दैछन् अब यहाँ अलिअलि बाँकी छ यो पनि माथि नै पस्छन् अब यी थोरै मात्रै माथि यतापट्टि अलिकति होला यतापट्टि नै होला अलिकति भने चाहिँ अब यो लास्ट यता त छैन दाजु छैन यति मात्रै रहेछ हो माथि नै आइसक्यो ल अहिले चाहिँ सफल भयो है मौरी तिनी रानी त्यहीँ गएछ मौरी हामीले हुनु सफल भयो सफल भयो आज भाइ तिहारको दिन रमाइलो पनि भयो गजब सबैजना साथीहरू जुट्दाखेरि मजा पो आउँदो रहेछ जहिले एक्लै हुन्थेँ म आज त जति मेन पावर चाहे पनि जे बिर्से पनि सजिलो भयो धन्यवाद एकदम हामी सबैजनालाई यी माथि बसिसक्यो लगभग सिद्धिसक्यो अब एकैछिनपछि अब थाहा पाइसक्यो उनीहरूले रानी माथि नै छ भन्ने कुरा तल पनि सिद्धियो उडेको जति उडेछ त्यति मात्रै हो त्यो पनि त्यो रानी पत्ता नलाएर मात्रै हो रानी पत्ता लगाएपछि सबै चिरिहाल्छन् तिनी एकदम यता त एउटै छैन सही ठाउँमा बसाल्नु भयो हो है नजिक पनि सजिलो पनि क्या राख्ने ठाउँ पनि ठ्याक्कै घार राख्नु पनि बडो रमाइलो चाहिँ आजको इन्ट्रेस्टिङ मैले मेरो जीवनमा धेरै माउरी सङ्कलन गरेको छु हो कि तर यस्तो ठाउँमा चाहिँ घार चाहिँ मैले यसो काँधमा बोकेर यसरी बोकेर बस्थेँ रुखमा चढेर हो कि अब सबै आउँदैनन् यो छुट्छन् त्यो चाहिँ भाले हो यो कालो चाहिँ यो कालो छ नि यो चाहिँ भाले हो यो भाले धेरै भएपछि र रानी मौरी भएपछि छुटिहाल्छन् अनि अर्को सजिलो कुरा चाहिँ आज मजा आएको चाहिँ यो हाम्रो बहिनीहरूको भाइहरूको यो ठ्याक्कै यस्तो टौवा भन्छ कहिले मास भन्छौँ होइन बाँसको टक्क यस्तो चाहिँ टाँड बनाएको ठाउँमा ल हेर्नु त बोक्नै नपर्ने मान्छेले बोक्ने यसमा बसेका थिए देखाइहालियो होइन माथिबाट थपक्क राख्नु पाएको कम त मजा आएन आज चाहिँ बोक्नै पर्यो नि टक्कै सबै छिरिसके गजब लाग्यो आज चाहिँ यो चाहिँ पहिलो रेकर्ड हो यसरी खुसीले एकदम सजिलो पाराले आफैले बस्ने ठाउँ पनि यो घार पनि राख्ने ठाउँ गरिकन बसेको चाहिँ आजै बसाएपछि फेरि हत्तपत्त भाग्दैन क्या लगभग बेलुकातिर अथवा भोलिपल्टतिर जान्छ कोही बेला चाहिँ फेरि एकचोटि घार थिएन कुदेर गएको यिनै बसाएको थियो त्यहाँ बसाएको थियो अनि कुदेर गएको आउँदा त गइहालेछन् जब बल्ल आजको जस्तो जीवन पहिलो रेकर्ड धेरै वर्षको माउरी भने एउटा खेर गएन एउटै खेर गएर सबै छेउ कुनै पस्यो है आज चाहिँ मेरो जीवनको पहिलो एक्सपिरियन्स हो साँच्चै यति सजिलोसँग गरेको त ऊ पर नासपातीमा त आम्मामा कम्ता थियो सजिलो